मौसम पनि दामी, ठाउँ पनि दामी, सबै परिवेश दामी। यहाँ आइपुग्दा फेरि त्यो संवाद गर्ने नै जमर्को गर्ने कोसिस मेरो रहन्छ। यहाँ प्रेयर फ्ल्याग्स पनि मिठो प्रकारले आफ्नो नृत्य प्रस्तुत गरिरहेको हामी यहाँ देखिरहेछौँ। वरिपरि 360 डिग्री नै भनौँ, म यहाँ बसेको छु, बादलले ढाकिएको दृश्य, तलतिर जङ्गल पनि प्रशस्त मात्रामा। र मलाई जहिले पनि यस्तो ठाउँमा आउँदा त्यो विचार आउँछ, त्यो संवाद गर्ने उत्सुकता बढेर जान्छ कि आज दिनभरिमा अथवा यस वर्ष अथवा अघिका दिनहरूमा को आए होला यो ठाउँमा बसे र के कस्तो अनुभव लिएर पुनः घर फर्कियो होला। कालिम्पोङ मिठो, कालिम्पोङको मिठो परिभाषा, कालिम्पोङ दामी जग्गा छ, तर आधुनिकीकरणले गर्दा कता कता असुविधाहरू हामी देख्छौँ। त्यसको सृष्टि हामीले पनि गरेका छौँ। तर पनि प्रशस्त मात्रामा कालिम्पोङमा अहिले पनि यस्तो राम्रो सुन्दर दृश्य, सुनसान जग्गा, शान्तिको आभास हुने ठाउँहरू प्रशस्त मात्रामै छ। 21औं शताब्दीले हामीलाई कहाँ पुर्यायो। प्रत्येक दिन नयाँ नयाँ अनुभव, कस्तो कस्तो भयानक कुराहरू पनि हाम्रो अघि आउँछ र त्यही कुरा गर्न चाहिँ विशेष रूपले यहाँ आइपुग्दा चाहिँ त्यो यस्तो वातावरणमा म आफैलाई पाउँछु कि अहिले 21औं शताब्दीमा सुविधाहरू धेरै आए, तर कहिलेकाहीँ कोलाहल बीच असुविधा भएको महसुस गर्छौँ। त्यसैले गर्दाखेरि यस्तो ठाउँमा आउने प्रत्येक व्यक्तिको, कालिम्पोङवासीको पुनः कोसिस हुनुपर्छ, जोस पनि हुनुपर्छ, उत्सुकता हुनुपर्छ। जीवनको गति द्रुत गति नै छ। 21औं शताब्दीकै कुरा गर्दाखेरि कस्तो कस्तो चिजहरू आएर कहिलेकाहीँ हाम्रो जीवन नै यति फास्ट द्रुत गतिमा बगेको हामी पाउँछौँ कि समय नै छैन हामीलाई आफ्नै अनुभव गर्ने, आफ्नै ठाउँको अनुभव गर्ने। र कालिम्पोङ पनि कहिलेकाहीँ बिसन्चो भएको मलाई महसुस हुन्छ। र यहाँ आए पश्चात मलाई कुन कुराको सम्झना आइरहेछ भने न्यूनतम कुनै पनि कुरो न्यूनतम मात्रामा हामीले अनुभव गर्ने र संसारमा त यो सिद्धान्त आइसकेको छ। मिनिमलिजम जापानमा खुबै लोकप्रिय छ, जसमा मानिसहरूले न्यूनतम कुनै कुरो पनि न्यूनतम गर्ने, कुनै पनि ठाउँमा विभिन्न कोणबाट थुप्रै दैनिक जीवनमा घटनाहरू, कुरोहरू, नयाँ अनुभवहरू ग्रहण गर्ने बाध्यता पनि हामीलाई हुन्छ। तर मिनिमलिजमले चाहिँ के भन्छ भने न्यूनतम रूपमा कुनै पनि कुरो, त्यो होस् तपाईँको मित्रता, साथीभाइहरू पनि न्यूनतम मात्रामा भए फलदायक हुन्छ, सकारात्मक हुन्छ। हाम्रो सामाजिक अनुभवहरू पनि अहिले अर्कै प्रकारले अघि बढेको हामी पाउँछौँ। हामी भिडमा छौँ तर एक्लै छौँ। र कालिम्पोङमा पनि त्यस्तै अहिले अनुभव म प्रशस्त मात्रामा म बुझ्छु, म पाउँछु। र मिनिमलिजम कुनै पनि कुरो चाहिँ न्यूनतम मात्रामा हामीले प्रयोग गर्यो भने चाहिँ त्यसको फलदायक चरित्र अघि आउँछ। जस्तै यहाँ आउँदाखेरि अब सुनसान माहौलमा हामी छौँ। तपाईँले ध्यान दिएर अथवा मैले यहाँ सुनिरहेको छु, किराको सङ्गीत, एक किसिमको सुमधुर आवाजले हामीसँग संवाद गर्ने, सायद त्यो
फर्किरहेको त्यो जमातको कोसिस र कालिम्पोङमा पनि हामी व्यस्त अस्तव्यस्त पुरै जिन्दगी अब ठुलो ठुलो सहरमा त द्रुत गतिले बगेको प्रशस्त मात्रामा कथाहरू हामी पाउँछौँ। कालिम्पोङको कथा पनि अहिले कहिलेकाहीँ हेर्दाखेरि अलिकति बिसन्चो भयो। यस्तो मानिसहरू धेरै कुरोको अनुभव लिइरहेको, कन्ज्युम गरिरहेको र जहाँ पनि संवाद कुराहरू बेसी मात्रामा तर खासै फलदायक नभएको पनि आफ्नो आफ्नो प्रकारले म त विशेष आफ्नो व्यक्तिगत रूपमा त त्यो पूर्ण रूपले अनुभव गर्छु र यो मिनिमलिजम जुन चाहिँ छ प्रत्येक क्षेत्रमा हामीले आत्मसात गरे प्रयोग गरे अति नै कालिम्पोङ र हाम्रो समाज अर्कै प्रकारले मिठो प्रकारले मिठो सङ्गीतको साथमा अघि बग्ने सम्भावनाहरू हामी यहाँ देख्छौँ। जहाँ पनि भिड वी आर टुगेदर भने जस्तो हामीलाई लाग्छ, तर त्यो भिडमा ती अनुहारहरूमा तपाईँ एक्लै आफ्नो कथा लिएर हिँडिरहेको हुनुहुन्छ। र मिनिमलिजमको अर्थ चाहिँ के हो भने सबै कुरो व्यापक रूपमा हामीले अनुभव गर्नु पर्ने कुरो आउँदैन। जति न्यूनतम गतिविधिमा हामी सामेल हुन्छौँ त्यति नै अर्थ हुँदै जान्छ। कालिम्पोङको कथा जब हामी मेन रोडमा हिँड्छौँ, कुनै पनि ठाउँमा हामी हिँडिरहेका हुन्छौँ, कहिलेकाहीँ कालिम्पोङ अर्कै भएन र हल्ला सायद अधिकार छ हामीलाई हल्ला गर्ने, भिडमा आफ्नो उपस्थिति दिने, तर सबै हल्लामा सबै भिडमा तपाईँहरू उपस्थित हुनुपर्छ भन्ने कुरा आउँदैन। कहिलेकाहीँ त्यो भिडबाट त्यो कोलाहलबाट निक्लिएर शान्त परिवेशमा आफूलाई तपाईँले प्रस्तुत गर्नुभयो भने आफूलाई हेर्ने एउटा राम्रो ऐना पनि तपाईँले प्राप्त गर्नुहुन्छ। हाम्रो जीवन के प्रकारले अघि बढिरहेछ र आज यही कुरो मिनिमलिजम न्यूनतममा र जापानमा एकदमै यो लोकप्रिय छ। त्यसो भनिन्छ कि जति न्यूनतम मात्रामा चिजहरू हामीले अनुभव गऱ्यौँ त्यति नै वास्तवमा अधिक सकारात्मक अर्थहरूको खोलिएको कुराको आभास हामीलाई हुन्छ। कालिम्पोङको पनि त्यो एकदमै राम्रो जग्गा, आधुनिकीकरणले त भिड बढाउँछ, त्यो हामीले जानेकै कुरा हो, बुझेकै कुरा हो, तर अर्थहीन उपस्थिति, अर्थ नभएको उपस्थिति सायद त्यसले हाम्रो समाजलाई अघि बढाउँछ जस्तो लाग्दैन राम्रो ढाँचामा। र त्यही घरमा पनि न्यूनतम दृष्टिकोणले आफ्नो घरलाई अघि बढाउने, समाजलाई पनि न्यूनतम कार्य गरेर तर अर्थ पूर्ण रूपले ल्याएर कालिम्पोङको मिठो कथा भिडले नबगाओस्, नचाहिँदो गतिविधिले नबगाओस्, जतातता नै भिड भएको हामीले देख्छौँ। कहिलेकाहीँ अब त्यो भिडले तनाव ल्याउने काम गर्छ। जस्तो अहिले त हामी टेक्नोलोजी अधिकतम मात्रामा प्रयोग गर्छौँ। कहिलेकाहीँ तपाईँले युट्युब हेर्दा अथवा सामाजिक सञ्जाल प्रयोग गर्दा पनि नचाहिँदो विषयहरू पनि तपाईँको मस्तिष्कमा प्रवेश गर्छ। त्यसले एक प्रकारको नकारात्मक तनाव नै सृजना गर्छ। र न्यूनतमवाद मिनिमलिजम कालिम्पोङलाई हामीले आफ्नै प्रकारले कम्ती हाम्रो उपस्थिति रहोस् तर सकारात्मक उपस्थिति रहोस्, यो सबै समूहलाई सम्बोधन गरेर मेरो यो व्यक्तिगत विचार
विद्यार्थीवर्ग जो जति पनि हुनुहुन्छ, हामीले जे कुरो आत्मसात गर्छौँ समाजलाई अर्थ दिने काममा चाहिँ हामीले आफूलाई अल्झाउनुपर्छ। नचाहिँदो कुरोहरूले खुबै नराम्रो गतिविधि हाम्रो समाजमा ल्याउने पूर्ण रूपले त्यो अघि आइरहेको हामी देख्छौँ होइन। त्यही कारणले अब यस्तो ठाउँमा आएर पनि मिनिमलिजमको कुरा गर्दा चाहिँ अब विशेष रूपले युवा युवतीहरूले पनि किन जुन चाहिँ आउँदो समाज सृजना हामी गर्छौँ, अर्थ बोकेका युवा युवतीहरूको नै खाँचो छ यो समाजलाई। र कालिम्पोङको कथामा पनि हामीले मिनिमलिजम, न्यूनतमवादलाई समावेश गर्नुपर्छ। यो ठाउँ अति नै मिठो ठाउँ, न त केही हल्ला केही छैन, यहाँ पनि दिमाग खोले जस्तो पूर्ण रूपले आइएम फिलिङ भेरी ह्याप्पी। कालिम्पोङ पनि संसारको अरू ठाउँ जस्तै प्रगतिशील ठाउँ हो। अवश्य पनि कालिम्पोङ आफ्नो अस्तित्व लिएर 21औं शताब्दीमा अघि बढी नै रहेको छ। हाम्रो जीवन विशेष रूपले टेक्नोलोजीले गर्दा पनि धेरै परिवर्तित भएको हामीलाई थाहा छ। तर अहिले समय चाहिँ के आएको छ भने नचाहिँदो कुरोहरूबाट चाहिँ आफूलाई टाढो राख्ने अथवा न्यूनतम प्रयोग गर्ने, त्यसलाई हामीले डिक्लटरिङ भन्छौँ। डिक्लटरिङको अर्थ यो होइन कि सबै चिजलाई कम उपभोग गर्ने, तर नचाहिँदो कुरोलाई चाहिँ अवश्य पनि तपाईँले आफ्नो पाठ्यक्रममा नहालेको उचित। कुरोहरू त भइ नै रहन्छ नि, तर कुन ठाउँमा आफ्नो उपस्थिति दिने, कुन कुरोमा अभ्यास बेसी गर्ने, व्यस्तता कुन कुरोलाई हामीले बेसी समय दिने, प्राथमिकता दिने। र हामी बुझ्छौँ समयले गर्दाखेरि धेरै नौलो कुरोहरू पनि आएको छ र हामी त्यो गतिविधिमा कहिले काहीँ हाम्रो जीवनलाई कुनै सकारात्मक रूपले फरक नपार्ने गतिविधिमा पनि हामी व्यस्त हुन्छौँ। सो त्यही हो तपाईँको मिनिमलिजम भन्नुको अर्थ नै त्यही हो, नचाहिँदो कुरोहरू जसले हाम्रो समाज, हाम्रो समुदाय, हाम्रो ठाउँलाई कुनै पनि सकारात्मक सहयोग गर्दैन, त्योबाट हामी टाढो रहनुपर्छ। मिनिमलिजम र डिक्लटरिङको अर्थ पनि त्यही नै हुन्छ। र कालिम्पोङको कथा जहिले पनि मिठो प्रकारले, त एकदमै सुनसान राम्रो ठाउँ हो, तर अहिले हामी अभी त संसारको कुनै ठाउँमा पनि हुन्छ, धेरै नै कहिलेकाहीँ नचाहिँदो कुरोमा पनि हामी लागि पर्ने परिस्थितिहरू पनि सृजना हुने गर्छ। र मिनिमलिजमले त्यही कुरा गर्छ, कम्ती सकारात्मक कुरोहरूमा जस्तै कालिम्पोङलाई राम्रो प्रकारले संसार अघि ल्याउँछ, जसमा प्रत्येक युवा युवती, प्रत्येक नागरिक कुनै एउटा दायित्व हुन्छ कि उहाँहरूले आफ्नो समय चाहिँ ठिक प्रकारले राम्रो ढङ्गले प्रयोग गर्यो भने यो ठाउँ अति नै राम्रो हुनेछ। एकछिन र यो व्यस्त जीवनमा कहिलेकाहीँ व्यस्तताबाट हामी अलिकति अलग्गै बस्नुपर्छ। र प्रायः जस्तो व्यस्तता पनि अब नचाहिँदो फोन स्क्रोलिङ भन्छ जुन चाहिँ है, सोसियल मिडिया भयो, अब रिल्सहरू पनि बनाउनु राम्रै हो, तर कहिलेकाहीँ हामी देख्दाखेरि अर्थहीन रिल्सहरू पनि आएको देख्छौँ। त्यो आफ्नो त्यसमा हाम्रो भन्नु केही छैन, तर पनि अब एउटा समाज, एउटा ठाउँको कुरा गर्दा चाहिँ हाम्रो व्यस्तता चाहिँ सकारात्मक कुरोमा प्रयोग गरे यो ठाउँ अवश्य पनि कालिम्पोङ जुन चाहिँ राम्रो ठाउँ अझ मिठो प्रकारले अघि बढ्छ। र कहिलेकाहीँ जीवन अलिकति त्यसको गतिलाई अलिक भनौँ अङ्ग्रेजीमा स्लो डाउन पनि गर्नु पर्यो। त्यसो गर्दाखेरि
धेरै कुराहरू देख्न सक्छौँ, बुझ्न सक्छौँ। गम्भीरतापूर्वक चिन्तन मनन प्रत्येक नागरिकले गर्नुपर्छ। र मलाई त आजको यो प्रकरणमा त्यही भन्नु छ कि मिनिमलिजम, न्यूनतमवाद हामीले आफ्नो जीवनमा प्रत्येक क्षेत्रमा, प्रत्येक समूहले, प्रत्येक व्यक्तिले आत्मसात गरे अवश्य पनि यो कालिम्पोङको कथा अझ मिठो प्रकारले अघि बढ्नेछ। र आजको यो कथा थियो तपाईँको मिनिमलिजम, कालिम्पोङ्स आइडेन्टिटी, कालिम्पोङको परिचय, न्यूनतमवादबाट पनि हामीले अवश्य अगाडि लान सक्छौँ। Minimalism, the way of life, should be embraced by everyone in Kalimpong.